नमस्कार सम्पूर्णमा आज फेरि पनि म तपाईहरुको माझ अर्को भिडियो लिएर आइसकेको छु र अब आउने फागुन 21 गते चाहिँ जुन चुनाव हुन आँटिरहेको छ त्यसले चाहिँ पुरै नेपालै तताइरहेको छ र हेर्ने हो भने सँगसँगै हर्क साम्पाङले चाहिँ पूर्व एकदमै आफ्नो पार्टीको विस्तार गर्दै आफूले चाहिँ पार्टी एकदमै रूपमा बढाउँदै आफ्नो प्रचार प्रसार गर्दै एकदमै चाहिँ मान्छेले मन पराइरहेको भिडियोहरु हामीले देखिरहेका छौं। त्यसैले मैले उनको बारेमा सम्पूर्ण भिडियो चाहिँ बनाएर हालिसकेको छु। अन्तिमसम्म चाहिँ त्यो भिडियो गएर हेर्नु होला, धेरै कुरा थाहा हुनेछ है त। माथि आई बटनमा छ। र आजको भनेको चाहिँ जुन चुनावको हल्लाहरु आइरहेको छ र राष्ट्रपा पार्टीमा चाहिँ हैन मिरज ढुङ्गाना जस्तै अन्य जेन्जीहरु गए भनेर कुराहरु आइरहेको छ हैन। र यो जताततै आज चाहिँ मैले देखिरहेको छु सोशल मिडिया युट्युबतिर एकदमै अस्तिसम्म चाहिँ जेन्जीले आफै चाहिँ हैन रवि लामिछानेको विरोध गरेका थिए। आफैले चाहिँ हैन यो हामीले निकालेकै हैन, यो पत्र सबै फेक हो भनेर यस्तो कुराहरु आइरहेको थियो र आज एकाएक मिरज ढुङ्गाना देखि लिएर अन्य जेन्जीहरु चाहिँ राष्ट्रसभामा प्रवेश गरे भन्ने यस्तो न्यूज आइरहेको छ। र यो न्यूज चाहिँ सरासर गलत हो, एकदमै झुटो। यस्तो अफवाहहरु फैलाउने चाहिँ हैन काम गर्नु हुँदैन र सकभर चाहिँ अहिलेको जेन्जीहरु भनेको चाहिँ जो छन् सबै मिलेरै अगाडि बढ्दा राम्रो हुन्छ कि कुनै पनि एउटा राम्रो पार्टी अथवा आफ्नो जेन्जीहरुको पार्टी छ भने सबै मिलेर बढ्दा राम्रो हुन्छ। किनकि आफूमा कम्पिटिसन गर्यो भने भोलि फेरि पुराना दल आउने चान्स हुन्छ। र फेरि पनि भन्छु म कुनै पनि जेन्जीहरु चाहिँ राष्ट्रसभामा गएका छैनन् र मिरज ढुङ्गानादेखि सुदन गुरुङले पनि कुनै पार्टी चाहिँ जोइन गरेका छैनन्। र मैले मिराज ढुङ्गानाको आफ्नै उसको भिडियो पनि बनाइसकेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ पार्टीको बारेमा। र अहिले जुन राष्ट्रसभामा गएको हल्लाहरु मात्रै हो, यो कुनै पनि सत्यता छैन। र आज यति भन्दै चाहिँ मैले बिदा माग्न चाहन्छु र सबैलाई चाहिँ मैले सत्य तथ्य बताइदिन जरुरी हुन्छ भने मैले यो भिडियो ल्याएको थिएँ। जय नेपाल।